वेलकम टु आवर यहाँ चाहिँ हाम्रो बोइजहरूले टेन्ट सेटअप गरिरहेछ यिनीहरूले उल्टो सेटअप गरेर बल्ल बल्ल सुल्टो पारेको छन् सो उहाँ चाहिँ हाम्रो भाइ बुथे भाइ बुवा हुनुहुन्छ हेलो भनिदिनु बुवा हेलो मम्मी हुनुहुन्छ आज चाहिँ मम्मीको व्रत छ म खाँदैछु त्यही पनि व्रत भयो नि खाइरहेको छु है बुवा चाहिँ यहाँ बसिरहनु भएको छ मजाले मिठो छ मिनी भाइलाई याद छ कि छैन छ मिनी भाइले उडाउँछ त्यो बाहिर नराखौँ भनेर बाहिर निकालेको थियो क्या त्यो चाहिँ हामी चाहिँ ब्याडमिन्टन खेलेर आयौँ तर 10 मिनट्स खेलेको थियो यिनीहरूको ताल यस्तो छ हामीसँग 3टा टेन्ट छ हामी कतिजना छौँ हामी 10 जना छौँ टेन्ट बनाइरहेको छ अर्को यो अर्को हो यहाँ फुटबल चलिरहेको छ यो त दुईटा चाहिन्छ यो त झन् सानोवाला हो ठिकै हुन्छ यो त मैले च्यापिदिएको नेक्स्ट टेन्ट Yo, what's up? Yo. We're in the camping ground. Okay, moving on to next tent again. Should I check it or not? Yes. DJ Santo. के बन्दैछ यहाँ साउनीहरू पानीपुरी and Saturdays. कति रुपियाँ हो पर प्लेट तपाईलाई 50. महँगो भयो के लिएर आयो तिमीहरूले दुध अनि यो फायर स्टार्टर ओके तिमीले के लिएर आयो ओके ओ माय गॉड के हो यो किसान किसान के हो यो किसान किसान तिमी चाहिँ के हो म भरिया भरिया बुवा साउजी है उहाँ चाहिँ साउजी सो यिनीहरूले चाहिँ फायर वुड लिएर आएको छ बेलुका हामीलाई बार्बिक्यू गर्नको लागि यहाँ चटपटे बनाउन थालेको धेरै टाइम भइसक्यो $50 पर प्लेट भन्नुभएको छ अब कस्तो हुन्छ हेरौँ है त म त फर्केर आएँ Nice. एउटा चाहिँ उसको चाहिँ बेला बेलामा टाउको अनि बेला बेलामा धार अनि बेला बेलामा खुट्टा मिचिरहनु पर्छ उसलाई चाहिँ हामीले प्याम्पर गरिरहनु पर्छ भएको बानी बिगार्नु भएको चाहिँ हाम्रो मम्मीले हो शान्ति जोगाऊ भन शान्ति जोगाऊ म पनि एकछिन नसुत्दै नसुत न भाइ ओए यार ओए भोक लागेको छ कि छैन ओइ तिमीहरूलाई लास्ट राउन्ड देखिरहेको फाइभ टाइम त्यो चायवाला छ नि जिया 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 गर्नेवाला छ नि यहाँ एउटा दुईटा तीनटा हाम्रो आगो पनि बलिसक्न लाग्यो अलमोस्ट मसलमा खोली त आज
अनि उहाँको गर्लफ्रेन्ड चाहिँ नेपालो के खाइरहेछौ खालि रेडी भयो तिम्रो त काला हात खै भैया रे कसले भैया मिन भएन आउने जियाले खायो भिडियोमा छ सब ओए चुप्लाक पुग्यो भनेर किन अनि बुझे यसमा हालेपछि सके थियो लिएर आएको हो है ब्यागमा त हालेको त्यो ब्यागै हराएर त्यस्तो भनेको छैन तैँले त्यस्तो गरेछ अनि गाह्रो भने यसमै हुन्छ ए फ्री हो कस्तो देखा चिया त मिठो छ त दिदी लोकल हो ओइ ठ्याक्क मिल्यो त यसलाई त ऊ जस्तो देखिरहेको हो जुस खानु न सेलायो भने मैले त्यही सम्झने तिम्रो हात चिसो चाहिँ यार त कालै भन्यो त यार झोल पर्दैन फोनमा पिकनिक जस्तो के होइन यो त फेक हो त्यो त ओरिजिनल थियो के हामी स्विमिङ जाने भनेर अब गएको थियौँ गोल्ड गोल्ड गोल त हैन चाँदी त चाँदी होला भनेपछि Cheers! लेफ्ट साइडको साकी के हो होइन त सबै पिक गरेर यो कसरी पठायो तपाईले फाले हो अनि के लिएको अनि किन हाँस्नु भयो Cheers! ओए ओ लाग्यो त्यतिको बस्छ के हुन्न त्यतिको बस्छ यहाँ हेर न यहाँ सब भिजाइ भक्करै फेर म लडो कस्तो फेरि लड न भाइ ओइ जालो यसो गरौँ न त ल यसो यसो बिना ठीक ख्वाहिशे की नहीं की थी कोशिशे अपने ए सरी ठिक छ आगो राम्रो बलिरहेछ भन्ने चौचौ पाकिरहेको छ हाम्रो जाडो भयो बुवा तपाईँलाई भएन भयो होला अहिले अँ 7 बजे होइन ल 5 बजे उठेर जस्तो लाग्यो जाडो भयो मम्मी अनि यस्तो जाडो ठाउँमा आएपछि जाडो भइहाल्छ नि रातभरि जाडो भयो नि हामीलाई त हो हो अनि दिदीले पनि खुट्टा चढाउनु भएको थियो दिदीको खुट्टा त मेरो यहाँ थियो चप्पल खोलिदिएर ओइ क्या खतरा यार आवाज निकाल्ने मान्छे त यहाँ रहेछ अघिदेखि चरा होइन तिमी हो रहेछ कि क्या हो फेरि निकाल्दा त तिमी रहेछ अघिदेखि यिनीहरूको चप्पलहरू लुकाएर गएको पानी पर्छ भनेर तिमीहरूले अर्काको प्राडाको चस्मा माथि
अग राखेर दाउरा बाल्ने हो कि नै ए आग बाल्ने हो कि नै बाल्ने नि यस्तो चिसो छ मेरो यिनीहरूले चस्मा यस्तो गरिदिए यस्तो हाम्रो टेन्ट यस्तो खतरा देखिरहेछ यस्तो देखिरहेछ अनि यहाँ चाहिँ पुरै हुस्सु हुस्सु लागिरहेछ अनि हामी चाहिँ उयो हाम्रो भाइहरूको टेन्टमा जाऊँ न काम गएर आएर सुतिरहेछन् सो गुड मर्निङ गुड मर्निङ गुड मर्निङ आजा वेलकम टु माय ब्लग हजुर ए ल ल हामी जान्छौँ एकैछिन तिमीहरूलाई हाई भन्न मात्र आएको ढल्दै उठिया वेलकम टु माई ब्लग बुथे बुथे कस्तो चिसो या तिमीहरूको लागि उयो ब्ल्याङ्केट त बहिनीले गाली खाए भाइको अर्को ब्ल्याङ्केट लिएर आइदिउँ जप्पाले भन्छ यार यार पाइले भन्छ यार ल्याउनु चाबी परान खोज्दैछु के परान खोज्दैछु के आइस त टमाटाइज भएको छ हौ तँलाई त तिमीहरूलाई जाडो भएको छ कस्तो जाडो भइरहेको लिएर आइदिउँ ब्ल्याङ्केटहरू कस्तो जाडो भइरहेको लिएर आइदिउँ ब्ल्याङ्केटहरू तिमीहरू यस्तो त गर्नुहुन्न नि अर्को ब्ल्याङ्केट ल्याइदिउँ सुन्द्रावाला किन हो र भने सुन्द्रावाला किन हो र भने भाइरस अर्को ब्ल्याङ्केट लिएर आइदिउँ पर्दैन किन गर्नु त बित्तिकै जिया जिया बचाउ चार्जर मात्र माग्न आएको नउठाइ उठिसकेको थियो म आउँदा नाटक भएको क्या त्यसले भने हेर न सब भाँच्छ चारैतिरको माथिको नि गाइस मन जाने तिमीहरू के लिने हिँडेको पावर ब्याङ्क फोनै छैन न चार्ज फोनै चाहियो कस्तो खुसी मसो टेन्टबाट आएको बाफहरू हिजो हामीलाई यस्तो चिसो बनाइरहेको थियो मम्मीले ट्रे बनाउनु भएको कस्तो लागिरहेछ मम्मी तपाईँलाई रमाइलो लागिरहेछ घाम लागिसक्यो अब त बिहान राति जाडो थियो अहिले त ठिक छ बुवा बस्नु न आज के हो आज अचम्म भइरहेछ किन आज जिया र बहिनीले पनि चिया खाए कहिले खाँदैन थियो म्यान लिउ चिया तपाईँलाई होइन अन्त खै मार्छ नि यार मलाई के भएन अब बसौँ एकैछिन भएको क्या कहाँ चितवन खतरा हुन्छ त अझ उठ्यो त यो त उठ्यो यो त तल सुत्न दिनुहोस् ओइ काम ताप्न हौ कस्तो पन्नी देखायो भाइलाई पण्डितहरू जस्तै देख्नु भाइ अनलाइन पाक्न भाइ सिटी लाग्ने यसले हेर्नु के तल उसले के भने थाहा छ उफ्रेर आएर आमाथि उफ्रिदिएर भने सुतिर अन्त गाली खाइहाल्छ नि किन गाली खाइसक्यो हामीले भन्दो रहेछ अब गुड मर्निङ सुनाउनु भनेको होइन कि आइ सिधै आफूमा यसरी फाल्दै रेस्लिङ खेले जस्तै माया होइन कि
हामी यस्तो पहाडको अगाडि मेकअप गरिरहेको छ बहिनी मलाई उदेऊ न के भयो ओइ बिहान के गरेको अहिले माया तेरो फेरि के नभएको पकेट तेरो फेरि मुख सिलाइदिन्छु मेरो लुगा हेर्छु नि यो लिपस्टिक हो नि यो के हो मुखमा ओठमा लाउने उयो लाउन यो रुमालले हाँस तैँले रुमालले हाँस रुमाल किन चाहियो उयो छ त यो टिस्युले मुख पुस नहुन त्यही टिस्युले न टाउको पहाल त्यो क्या होइन नि बाहिरको मम्मी त्यो के भन्छ बोक्रा है त्यो चाहिँ बोल्थ्यो होला मजाले नै त्यही पनि अहिले त घाम लागिसक्यो अब यो आगो नभए पनि हुन्छ हुन त घामकै तातो आइरह चटपटेर ससेज खाम मजा आउँछ आज ससेज चटपटे खाएछु अनि सोच्ने मान्छेले चाहिँ यो धेरै सोचेर हो के हुनु त खाए त्यो ओइ तल मासु हाल्दिउ यत्रो काट्नुपर्छ सबै किन हो भाडा मागेको पागल भएपछि क्या हो भाडा माग्यो बिचरा भाडा माग्नु पऱ्यो गाह्रो पऱ्यो क्या हो त्यसलाई मिठो हेर्दा त मिठो होला जस्तै गरेर लास्ट पिरियड हुन्छ कि खुर्सानी कति हालेको नि खुर्सानी कति हाल्यो तैँले खोइ हाले रातै हुने गरी कति भाइ यो मसलाहरू हो के नभने खै हालेन त कुरै नबुझेको मलाई यहाँ कमेन्ट पास नगर त बहिनी चाहिन्छ चटपटेलाई अब सानो सानो आफ्नो हेर न घरमा खानु भए आउनु है मेरो पुग्यो भैया बिहान चाहिँ लास्टै चिसो थियो तर अहिले चाहिँ गर्मी हुन थालिसक्यो घाम लागेर कस्तो मजाले घाम लागेको छ घाम लागिरहेको छ मजा आइरहेको मेरो कपाल चलाइदेऊ यसो गरिदिनु के अरे चला ओइ कस्तो मजा आयो ऊहरूले गर्छ नि थुक्पा पनि हो कति टाइम लाग्छ अझ धेरै कता लाग्छ भागी के खतरा देखिरहेछ है फोकस पनि हान्छ है कस्तो मजा ब्याकग्राउन्ड यिनीहरू अघि आएर माछा देख्यो भनेर हामीलाई बोलाएर लान लाग्छ माछा हेर्नको लागि पानीबाट हुस्सु आएको मैले चाहिँ दियाको भ्लगलाई टेक ओभर गर्दैछु अब क्रेजी छ है सिन चाहिँ यहाँ मिनी बिच जस्तै एउटा केही माछा चाहिँ छैन म के झुटो बोल्छु अफकोर्स के थाहा के थाहा के थाहा के थाहा त्यहाँ मान्छे सुत्र कहाँ टेन्ट पाइ चिच्चा दिइरह्यो कासी छैन न यो तिम्रो ठाउँ हो यो ठाउँमा तिम्रो नाम लेख यो तिम्रो जग्गा हो यसले त बुथ्यो आगो नआजु तल त होइन हो यो नयाँ होइन हेर यहाँ बहिनी कराएर भाग्दै
त्यसो नभन बहिनी मलाई कराएर शान्ति मिल्छ भने बहिनी भाग न यिनीहरूले मार्छ अब त्यो। भाग्दैन यिनीहरूदेखि म डराउँदैन ए दिदी हेर्नु त ओइ लड्यो भने म सिधै दिन्छ है भाइ यता नाइ मेरो खुट्टा बाउड्यो कसम यसलाई चाहिँ म मान्छे कुटेर भाग्छु होला हौ आज ब्याट खेल्न जाऊ यिनीहरूले माछा हेर्नुहुँदैन न माछा छ उ त्यो क्या माछा माछा हो जिया त्यो ग्रिन कलरको म यसरी त फालिदिन्छु म त फालिदिन्छु बाला हैन गर्मी भयो त घरतिर जान्छु म एउटा फोटो चाहिँ खिच्छु हजुर फोटो चाहिँ खिच्छु त्यो फोटो खिच्ने त्यो त्यहाँ चम्चा म 15 ले हाल्छु होइन भिडियोमा देखाएको बहिनीलाई कुरेको हो साथी खै हेरौँ त बहिनी टल्काको ए हेर न फिल्ममा चाहिँ नि गर्ने आफै यो चाहिँ थुक्पा हो है ओभर हाले क्या हौ चम्चा तर त्योभन्दा त यही खतरा देख्यो हजुर यसमा अन्डा टपिङ गरेर अनि फेरि निकाल्नु त्यो त भइसक्यो मलाई चम्चा चम्चा उ चाहिँ हौ चाहिँ प्याकिङ सुरु भयो हाम्रो मिनी भाइले चाहिँ भाडाहरू माझ्दैछ टेन्टहरू पनि ऱ्यापअप हुँदैछ सबै ऱ्यापअप गर्दैछ यता यता छुट्टै संसार छ है छुट्टै संसार छ यहाँ यता पनि छुट्टै संसार छ उठ उठ बहिनी बहिनी भयो सबजना उठिसक्यो